नमस्कार, म ज्योतिषी कल्पना सुवेदी। यही श्रावण महिनाको कृष्ण पक्षको एकादशी तिथि, जुन कि कामिका एकादशी व्रत श्रावण महिनाको 24 गते आइतबार रहेको छ। यस दिनमा बिहानको 7:37 बेलाको तिथि एकादशीको रहेको छ, अर्थात् बिहान 8:34 जाँदासम्म एकादशी र त्यस पछाडि द्वादशी रहेको छ। तसर्थ एकादशीको व्रत गर्दा जहिले पनि द्वादशीले युक्त एकादशीलाई अत्यन्तै शुभ मानिने गरिन्छ। र त्यस्तै गरेर तपाईँले एकादशीको श्राद्ध गर्दै हुनुहुन्छ भने चाहिँ अघिल्लो दिन नै गर्नुपर्ने हुन्छ। 23 गते अगस्त 8 तारिकका दिनमा नै तपाईँले एकादशीको श्राद्ध गर्नुपर्ने हुन्छ। र तपाईँ विदेश बस्दै हुनुहुन्छ भने अमेरिकामा र क्यानाडामा भने एकादशीको व्रत गर्दै हुनुहुन्छ भने तपाईँहरूले अघिल्लै दिनमा अर्थात् 8 तारिकको दिनमा चाहिँ एकादशीको व्रत गर्नुपर्ने हुन्छ। र त्यस्तै गरेर तपाईँ प्रदोष व्रत बस्नुहुन्छ भने यस वर्ष अत्यन्तै राम्रो रहेको छ। सोमबारको दिन प्रदोष व्रत रहेको छ 25 गते, र यस सोमबारको अन्तिम जुन श्रावण महिनाको अन्तिम सोमबार पनि हो, जुन कि प्रदोष व्रतमा शिवजीको पूजा आराधना गरिने गरिन्छ। त्यो पनि सोमबार पर्न गएको छ, अत्यन्तै शुभ युग बनेको छ। तसर्थ तपाईँहरू प्रदोष व्रत बस्दै हुनुहुन्छ भने असोजको 25 गतेको लागि विशेष गरेर तपाईँले अघिल्लै दिनमा चाहिँ 108वटा चाहिँ बेलपत्र टिप्नुहोला र भोलिपल्ट व्रत बसेर शिवजीलाई जल अर्पण गर्नुहोस्, दुध चढाउनुहोस्। त्यस पछाडि 108वटा चाहिँ बेलपत्र तपाईँले आफ्नो मनोकामना सहित चढाउन सक्नुहुनेछ। तपाईँले आँटेका कामहरू पुग्नेछन् र पुण्य लाभ प्राप्त गर्नुहुनेछ है त।